माननीय प्रधानमन्त्रीज्यू, विषय योजना समावेश गरिदिनु हुन। प्युठान जिल्लाका निम्न बमोजिमका अत्यावश्यक योजनाहरू आर्थिक वर्ष 2082-83 को बजेट कार्यक्रममा समावेश गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विशेष ध्यान आकर्षण: भालुवाङ प्युठान मोटर बाटो। प्रदेश राजधानी देउखुरी उपत्यका भालुवाङबाट प्युठान सदरमुकाम जोड्ने यस ऐतिहासिक मोटर बाटोलाई भालुवाङ, चकचके, भिङ्ग्री, लिबाङ, दारबोट बनाइएको र बिगारिएको छ। यसलाई चकचके, भिङ्ग्री, लिबाङ एक खण्ड र चकचके, खलङ्गा समेत गरी दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गरी 2 लेनमा विस्तार गर्न र स्तरोन्नति गरी राष्ट्रिय राजमार्गमा समावेश गर्न छुट भएको हुनाले अविलम्ब समेट्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भालुवाङ प्युठान मोटर बाटो यस वर्ष बहुवर्षीय योजना सुनिश्चित गर्नुपर्ने मैले अघि पनि भने। 2 बागदुला भिङ्गिठे सडक विगत 12 वर्षदेखि सुनिश्चित भई ठेक्का लागेर पनि निर्माण कार्य अल्पत्र भइरहेको यस सडक मार्ग अन्तर्गत निर्धारित बागदुला, मच्छी, ठुलाबेसी, अर्खा, भिङ्गिठे, बागलुङ सडकको नयाँ ठेक्का अविलम्ब लगाउन हार्दिक अनुरोध गर्दछु। एक्जिम बैंक भारतको सहयोगमा निर्माण गर्ने भनिएको यो आयोजनाले गर्दा प्युठान चाहिँ 20 वर्ष पछाडि परेको छ। दोस्रो, मदन भण्डारी राष्ट्रिय राजमार्ग। मदन भण्डारी राष्ट्रिय राजमार्गको NH 9 खण्ड सिमलडारी, गुल्मी, सौतमारे, मच्छी खण्ड ठेक्का लाएर निर्माण कार्य भइरहेको छ। यसलाई पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने। पोखुङ्गा बागदुला खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन EIA भइसकेकोले ठेक्का लगाउनु पर्ने। यस खण्डलाई बागदुला, बडहर, सारीबाङ हुँदै खैरा गाँजेरी स्थित पक्की पुलसम्म झिमुर्क नदीको बायाँतर्फबाट DPR गरी ठेक्का लगाएर लिङ्क रोड निर्माण गर्न अनुरोध गर्दछु। साथै मच्छीबाट पिँडाल्ने छातीपाटा, राताटारी, कोटीचौर, दम्ती, बिजुवार, बेलुवासम्मको खण्डमा यसै राजमार्गलाई लिङ्क रोडका रूपमा DPR गरी ठेक्का लगाउनु पर्ने। यो प्युठान जिल्लामा लोकलमूल भाषा र जातिका हिसाबले कुसुन्डा जाति छ। देशभरिमा 170 जना छन्, त्यसमध्ये 51 जना प्युठानमा छन् र 40 वटा घर बनाइदिँदाखेरि कुसुन्डाहरूलाई एकै ठाउँमा राखेर जाति, भाषा दुवैको संरक्षण गर्न सकिने स्थिति हुन्छ। कुसुन्डाहरूलाई वनरक्षक जातिका रूपमा पनि संरक्षण गर्नुपर्ने खाँचो छ। अहिले 1 जना मात्रै त्यो जातिको भाषा बोल्ने हुनुहुन्छ, अरू हुनुहुन्न। त्यसलाई यो संरक्षणका लागि अनुरोध गर्छु। अर्को एउटा ऊर्जा मन्त्रालय अन्तर्गतको एउटा अनुरोध छ। 9 बहुउद्देश्य जलविद्युत आयोजना लुम्बिनी प्रदेशको उच्च प्राथमिकताको परियोजना भएको हुनाले यसै वर्षदेखि निर्माणको कार्य थालनीको प्रबन्ध गर्न अनुरोध गर्दछु। यसको दरबान झिलिबाङ सडक खण्डको पहुँच मार्ग निर्माण